बाटो, पानी, बत्ती पुगेर मात्र हुने भएको भए काठमाडौँको मान्छे चाहिँ किन विदेश आउनु पर्थ्यो त? म नै काठमाडौँको हो, मेरो घरमा यो सबै पुगेको छ, तर म विदेश आएको 10 वर्ष भइसक्यो। मान्छेहरू चन्द्रमामा पुगेको पनि 60 वर्ष जस्तो भइसक्यो। मान्छेले चन्द्रमामा जाने भनेर त्यतिखेर मात्रै सोच्न सक्छ जब उसको आधारभूत कुरा पुगोस्। भनेपछि मान्छेको आधारभूत कुरा पुगेर मान्छे चन्द्रमामा जान खोजेको अथवा प्रयास गरेको नै 60 वर्ष भइसकेछ। हाम्रो चुनावको एजेन्डा के हुन्छ भने पानी लिएर आइदिन्छु, बत्ती लिएर आइदिन्छु, हैन? तपाईहरु मलाई भन्नुहोला हामीसँग पानी बत्ती नै छैन अनि हामीलाई चन्द्रमामा लगिदिन्छु भनेर त भएन नि भन्नुहोला। हो, त्यो कुरा ठीक हो। तर जो मान्छे, जो पुरानो मान्छे जसले हामीलाई पहिला नै भनिसक्नु भएको थियो कि पानी लिएर आइदिन्छु, बत्ती लिएर आइदिन्छु भनेर, जसले गर्न सक्नु भएन, उहाँहरू फेरि यदि तपाईहरुलाई त्यही पानी लिएर आइदिन्छु, बत्ती लिएर आइदिन्छु भन्दै आउनु भएको छ भने तपाईहरु उहाँलाई भोट नहाल्नुस्। किनभने पानी, बत्ती, बिजुली यस्तो कुराहरू भनेको त हाम्रो आधारभूत कुरा हुन्। यो त हामीलाई पहिले भइसक्नु पर्थ्यो। तर जो मान्छेलाई हामीले पहिला जिताएर पठायौं, उहाँहरूले हामीलाई यति पनि दिन सक्नु भएको छैन भने हामीले उहाँहरूलाई फेरि विश्वास गरेर फेरि हाम्रो अर्को भोट दिने त, फेरि हाम्रो देशलाई अझै 10 वर्ष पछाडि धकेल्ने त? तपाईहरुले भन्नुहोला नयाँले पनि त गर्छन् भन्ने के छ र? नयाँले गर्छन् भन्ने के छ भने आश छ। तपाईहरुलाई आश छ त फेरि त्यो पुरानो मान्छेले आएर फेरि बाटो बनाइदिन्छु भनेको छ, बत्ती बनाइदिन्छु भनेको छ। अब बनाउँछ कि भन्ने तपाईहरुलाई आश छ त? हामीलाई त्यही आश पनि छैन नि त पुरानो मान्छेहरुसँग। अनि तपाईहरुमध्ये अब कतिजनाको छोराछोरी त पहिले विदेशमा हुनुहुन्छ हैन? तर तपाईहरुले अझै यो देशलाई 10 वर्ष धकेल्नलाई पुरानो मान्छेहरुलाई फेरि भोट दिनुभयो भने तपाईहरुको छोराछोरी त विदेशमा हुन्छन्, नातिनातिना पनि विदेशमा नै हुर्किने भए, हैन? त्यसपछि अब तपाईहरुमध्ये कतिजनाको त छोराछोरी त अब राम्रो ठाउँमा हुनुहुन्छ होला अनि एकदमै राम्रोसँग देशमै केही गरिरहनु भएको छ होला। त्यस्तो सोचेर चाहिँ तपाईहरुले फेरि पुरानै पार्टीलाई भोट दिँदै हुनुहुन्छ भने तपाईहरुको छोराछोरी हुर्केर फेरि नातिनातिना त पाउँछन् नि त। फेरि तपाईहरुले फेरि नातिनातिना पनि त हुर्केर फेरि यो देशमा भएन भनेर उनीहरु चाहिँ विदेश जानु पर्ला, हैन? त्यसैले आफ्नो परिवारमा राम्रो छ, मेरो परिवारमा सबै ठीक छ भनेर मात्रै तपाईहरुले पुरानै मान्छेलाई भोट दिने नगर्नुस्। किनभने छोराछोरी हुर्किन्छन्, नातिनातिना पनि जन्मेर हुर्किनलाई पनि समय लाग्दैन, फेरि अनि हिँड्ने बेला भइहाल्यो। यो संसार चाहिँ हाम्रो देशभन्दा धेरै अगाडि बढिसक्यो। अबको मान्छेहरू चाहिँ बत्ती, बिजुली, पानी छ भन्दैमा पनि देशमा बस्दैनन् भने हाम्रो देशमा त त्यति पनि छैन राम्रोसँग। बाटो छ, हिँड्न सकिँदैन, गाडी छ, चलाउन गाह्रो छ भनेपछि संसार यत्रो धेरै अगाडि बढिसक्यो अनि तपाईहरुले अब तपाईहरुको छोराछोरी, तपाईहरुको नातिनातिना चाहिँ के देखेर चाहिँ हाम्रो देशमा बस्छन् भनेर सोच्नुहुन्छ त? भनेपछि यदि तपाईलाई राम्रो छ भने छोराछोरीको लागि नयाँलाई भोट दिनुस्। तपाईहरुको छोराछोरीलाई पनि राम्रो छ भने तपाईको नातिनातिनाको लागि भोट दिनुस्। किनभने देश बन्नको लागि एउटा घरनेरीको बाटो, एउटा घरनेरी पानी मात्र आएर हुँदैन, समस्त देश नै बन्नुपर्छ। त्यसको लागि अब हामीसँग आश भनेको नयाँ पार्टीहरुबाट मात्र छ। पुरानो पार्टीहरुको लागि भोट नहाल्नु होला। धन्यवाद।